चलाउनु पर्ने सामान्य नियमभन्दा पर गएर गोली हालेर ताकेर चाहिँ मान्छेको हत्या गरिएको छ। यो सबै घटनाक्रम हेर्दाखेरि सरकार आफै हिसाब पाउन र दमन गर्ने चाहिँ योजनाका साथ हिजो चाहिँ परिचालित भएको थियो र हिजोको सम्पूर्ण विवाद सरकार हो भन्ने निष्कर्ष छ। र हामी सबै नागरिक समाज, पत्रकार, मानव अधिकारवादी सङ्घ संस्थाहरू सबैलाई आह्वान गर्न चाहन्छौँ, अपिल गर्न चाहन्छौँ, निष्पक्ष एउटा नागरिक आयोग, छानबिन आयोग पनि गठन होस्, मानवाधिकारवादीहरूको पनि छानबिन आयोग बनोस् र सरकारले पनि सत्य तथ्य छानबिन गर्ने एउटा न्यायिक आयोग गठन गरोस् भन्ने हाम्रो माग छ। र यस क्रममा हिजो शान्तिपूर्ण प्रदर्शनमा सहभागी